थियो भिडियो बनाउँदा चाहिँ यो पनि बनाइदिनु यो बनाउनु अनि यो लाइक शेयर गरे भने चाहिँ हुन्छ साह्रै गरिबपना आयो यस्तो छ लाको देख्दैछ किनी मागिदिनु नि किनी माग्नु न मेरो यहाँ फलोवर्सहरुलाई किनेको त्यो एउटा 2,50,000 को मगाएको छ अनलाइन आउँदैछ 2,50,000 को अनि अरु त ठिकै छ यो यसरी मोमोहरु बनाइदिन्छ बहिनीको यहाँनिर भन्नु न बहिनीको फलोवर्सहरुले यसै किनिदियो भने फलोवर्सहरुले यसो गिफ्ट दिन्छ के गिफ्ट दिन्छ गिफ्ट दियो भने चाहिँ हुन्थ्यो हैन गिफ्ट दियो भने राम्रो हो त्यहाँदेखि यता अलिकति सररै घुमाउनुहोस् त एकबार तपाईको क्यामेरा यो आज यहाँ के अरे यो मोमो प्र्याक्टिस चल्दैछ अनि कोही हाँसेको यहाँ हाम्रो बुहारी भाउजूहरु हुनुहुन्छ यता बहिनीहरु हुनुहुन्छ भाउजू बुहारीहरु बहिनीहरु सबैले यहाँ मोमो बनाउनुहुन्छ मोमो चाहिँ स्पेशल मोमो हो यो मोमो भन्छ यसलाई चाहिँ हामीले स्टिम मोमो गरेर बनाउँछ हामीले यो दिन त मलाई स्टिम मोमो खानुको लागि सबैभन्दा राम्रो हुन्छ स्वास्थ्यको लागि लाभदायक हुन्छ अनि यो मोमो किन बनाएको भन्दाखेरि यहाँ हाम्रो मेरो हुनु त अब म खुसी त छु नि फेरि पनि अब बोल्नु कर्तव्य छ दिलबहादुर राईको के भन्छ यो दिलबहादुर राईको के भन्छ बहिनी यो सडनली डिमाइज भएकोमा यसमा यो अब हाम्रो उहाँको काम क्रिया चल्दैछ र चाहिँ यहाँ सघाउनेहरू चाहिँ धेरैजना आउनु भएको छ र चाहिँ सडनली भन्छ कि एक्सिडेन्टली होइन सडनली नि होइन सडनली होला हौ कता यहाँनिर हाम्रो यहाँनिर उहाँ चाहिँ मेरो माइला बडाको जो खस्नु भयो नि उहाँको छोरा एकलौतो छोरा यहाँ चाहिँ मेरो गाउँको भाइहरू हुनुहुन्छ सबै भाइहरूले यति राम्रो सब्जीहरू पकवानहरू यति राम्रो बनाउनुहुन्छ उहाँले बनाएको चाहिँ 5 स्टार होटललाई पनि जित्छ यति मिठो बनाउनुहुन्छ एकदम 5 स्टार होटलमा ट्रेनिङ गरेर आएको यहाँ 4 जना भाइहरू हुनुहुन्छ उहाँले बहुत दामी धेरै दामी बनाउनुहुन्छ सब्जीहरू है यो त भाइहरूलाई रोटेट गरिसक्यो नि कता मान्छे कता छ कता अनि यता आउनु यता ल जमिनतिर त यो हाम्रो बस्तीको घर हो बस्तीमा यस्तै हुन्छ बस्तीमा अर्ग्यानिक यता यो बनाउ यहाँ चाहिँ जति पनि भाइहरू अनि मेरो गाउँको सबै दाजुभाइहरू मात्रै यहाँ हुनुहुन्छ यहाँ चाहिँ पुरा पन्डाल बनाउने यहाँ चाहिँ पन्डाल बनाउने भाइहरूले चाहिँ ट्रेनिङ चाहिँ सिलगढीमा ट्रेनिङ गरेर आउनु भएको छ जति पनि भाइहरू चाहिँ यहाँ पन्डाल राम्रोसँगले बनाउनुहुन्छ पुरा मेरो गाउँको भाइहरू मात्रै हुनुहुन्छ यहाँ एकजना दाजु चाहिँ हुनुहुन्छ उहाँ नेपाली टोपी लाएर उभिनु भएको चाहिँ दाजु हो मेरो अरू बाँकी सबै भाइहरू छ यहाँ मेरो है यहाँ पन्डाल बनाउने यो भाइहरू चाहिँ एकजना बाङ्गा पनि हुनुहुन्छ अङ्कल अनि बाँकी सबै भाइहरू यहाँ भाइहरू चाहिँ पन्डाल बनाउने ट्रेनिङ चाहिँ सिलगढीमा गरेर आउनु भएको छ उहाँले पन्डाल राम्रो बनाउनुहुन्छ डिमान्ड गर्नुहुन्छ भने यहाँ मेरो बहिनीको यसबाट तपाईँहरूले कन्ट्याक्ट गरेर उहाँलाई डिमान्ड गर्न सक्नुहुन्छ है उपर डाइनिङ पनि बनिँदैछ नि बुबु यहाँ मेरो ज्वाइँ हुनुहुन्छ ए ज्वाइँ नमस्कार भनिदिनु हेलो भनिदिनु हुनुहुन्छ युट्युबमा गरिदिनु पर्यो नि त यहाँ चाहिँ अब के गर्नु यस्तै छ यहाँ डाइनिङ हल बनाउने छ यहाँ पनि पन्डालै बनाउने छ यहाँ पन्डाल बनाउने दाजुभाइहरूको यसो अब रोटेट गर्नु यता मेरा गाउँको आफ्नै दाजुहरू हुनुहुन्छ पुरै दाजुहरू हुनुहुन्छ उहाँ दाजुहरूले चाहिँ यो पन्डाल बनाउने ट्रेनिङ चाहिँ सिलगढीमा सिकेर आउनु भएको छ उहाँ तपाईँले डिमान्ड गर्न सक्नुहुन्छ उहाँहरूलाई यो फेसबुकबाट ब्युटी बहिनीको यो भिडियोहरू चाहिँ लाइक गरिदिनु शेयर गरिदिनु सब्स्क्राइब गरिदिनु यता मुनि देख यहाँ पन्डाल यसरी बनिन्छ यो पन्डाल चाहिँ ओरिजिनल पन्डाल ल अनि यता यहाँ ठाकुर दाजुहरू हुनुहुन्छ यहाँ दाजुहरू चाहिँ नम्बर 1 हो पन्डाल बनाउनु यहाँ लिङ्गीको तारमा दाजु हुनुहुन्छ ए हो यता बुबु यहाँ बुबुहरू हुनुहुन्छ यता पनि यहाँ चाहिँ के बनाउने हो यहाँ चाहिँ रोटी बनाउने जग्गा खाना चाहिँ यहाँ साल दाजु हुनुहुन्छ यहाँ हाम्रो उमापति भाइ र दाजुहरू मात्रै हुन्छ उहाँहरू चाहिँ खाना बनाउने नम्बर 1 5 स्टार होटलमा उहाँहरूले ट्रेनिङ गरेर आउनु भएको छ उहाँले यति राम्रो खानापिना बनाउनुहुन्छ तपाईँहरूले केही कार्यक्रम केही पनि पर्यो भने डिमान्ड गर्न सक्नुहुन्छ उहाँलाई यो फोनको मतलब यो जो फेसबुकको जति पनि के भन्छ यसको तपाईँको के अरे यसलाई होइन फलोवर्स होइन तिम्रो के यो च्यानल मार्फतबाट उहाँहरूलाई पेजबाट डिमान्ड गर्न सक्नुहुन्छ यता यहाँ भाइहरू देखो डिमान्ड गर्नु सक्नुहुन्छ यहाँ आउनु चाहिँ नम्बर 1 5 स्टार होटलमा ट्रेनिङ गर्ने भाइहरू
अब चाहिँ उ गर मिन नेपाली हानु नि यो सबै यसरी बनाएर भिट्टा भिट्टा बनाएर नेपाली जौको बुनिसकेर यसरी गर्थ्यो नि त नि सबै भिट्टा 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 बनाएर आएको रहेछ माया लाग्दो नेपाली